यो त्यही डबली हो जहाँ पृथ्वीनारायण शाहले नेपाल मण्डलमाथि विजय प्राप्त गरिसकेपछि कुमारीको हातबाट टीका ग्रहण गरेर आशीर्वाद दिनुभएको थियो र यो त्यही बाल्कनी हो जहाँ राजा महाराजाहरूले इन्द्र जात्राको अवलोकन गर्नुहुन्थ्यो र आज हामी यही बसन्तपुर दरबार स्क्वायरमा मानिसहरूलाई सोध्नेछौँ कि उहाँहरूलाई कुन सिस्टम चाहिँ धेरै प्रेफरेबल हुन्छ भनेर कन्स्टिट्युसनल मोनार्की कि फेडरल रिपब्लिक। लेट्स गो। बाजे एकछिन मलाई तपाईँको समय दिनुहोस्। तपाईँ कहाँबाट आउनु, तपाईँको नाम भन्नुहोस्। म डुलेर आएको। डुलेर आउनु भएको हो। नेपालमा राजा चाहिन्छ कि राष्ट्रपति ठिक छ? हामीलाई त चाहिने त खासै मेरो आत्मा राजा है। कहाँ हो तपाईँ घर? कालीकोट। कालीकोट। कालीकोटे तपाईँ? कालीकोट तिलकोपा नगरपालिका वार्ड नम्बर 1 हो। लक्ष्मीप्रसाद अधिकारी नाम हो। तर हामीलाई राजा भयो भने केही हुन्छ कि सुविधा भन्ने अघि धार्मिक स्थलका मान्छे हौँ, धार्मिकैमा हिँड्ने हो। राजा भयो भने एकलौटी शासन भयो है, एउटा चाहिँ त्यो बुझ्नु पर्यो। अब राजा शासनमा के भयो, सत्ता उसैको फ्यामिलीलाई जाने 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 सत्ता उनीहरूकै फ्यामिलीलाई मात्रै जाने भयो कि। तर यो अब यो राष्ट्रपति कस्तो भने हामीले चुज रिपब्लिक हामीले चुज गर्नु पायो कि। मेरो विचार राजै चाहिन्छ। हो हजुरको? राजै चाहिन्छ। हो हजुरको? हजुर हामीलाई त अब फरक चाहिँ चाहिन्छ, राजै चाहिन्छ भन्ने छैन। बाबा सन्यासी हुनुहुन्छ, जोगी हुनुहुन्छ, कहाँबाट आउनुभयो? तराई। तराई। तपाईँ नेपाली नै हो? हजुर नेपाली। नेपालमा राजा चाहिन्छ कि चाहिँदैन? राजा त चाहिन्छ, अब हुन्छ त जनताले चिन्नु पर्यो सबभन्दा मुख्य कुरा। नेपालमा राजा चाहिन्छ कि राष्ट्रपति नै ठिक छ? राजा चाहिन्छ। राजा चाहिन्छ है? राजा चाहिने हो। किन भन्नुहोस् त ठ्याक्कै? राजा भएको देश, राजा नभएर देश खल्लो भइरहेको छ। राजा चाहिन्छ। हो? किन? किनकि राजा आयो भने अलिकति डेभलपहरू पनि हुन्छ, अलिकति नेताहरू जस्तो उत्यो हुँदैन नि त, खाने नेपालको लागि केही नसोच्ने। राजा भयो भने अलिकति केही कुराहरू राम्रो हुन्छ। मेरो विचारले त राजै राम्रो हो। हजुर ठ्याक्कै किन भन्नुहोस् त? है किनभने अब राजाकै पालामा जन्मियो। अब राजाको पाला हामीलाई अलिकति सुख शान्ति आनन्द थियो। अब अहिले त त्यस्तो छैन। त्यही ब्रदर क्या सुटिङ गर्न आउनु भएको? घुमघाम कार्यक्रम, हल्का हल्का सिनेमेटिक होइन। एउटा सानो प्रश्न लिएर आएको मैले तपाईँको लागि। नेपालमा राजा चाहिन्छ कि राष्ट्रपति नै ठिक छ? म बोल्दिनँ। नो कमेन्ट। तपाईँको नाम के हो? मेरो नाम शुभम कोइराला। कहाँबाट आउनु, घरको त हो? मेरो घर चाहिँ सुनसरी हो, हाल चाहिँ म बानेश्वर बस्छु। बानेश्वरमा बस्नुहुन्छ? पढाइ गर्नुहुन्छ? हजुर। के को पढाइ गर्नुहुन्छ? म चार्टर्ड एकाउन्टेन्सी। चार्टर्ड एकाउन्टेन्ट सीए? हजुर। कहाँ पुग्यो? मेरो क्याप 3 हो। क्याप 3? हजुर। मेरो भाइ विचार क्याप 2 मा अड्किरहेको छ यार। नेपालमा राजा चाहिन्छ कि राष्ट्रपति नै ठिक छ? यो त कन्ट्राडिक्टरी क्वेसन सोध्नु भयो नि तपाईँले। डेमोक्रेसी र रिपब्लिकको बिचमा कुनै डिफरेन्स छैन? डेमोक्रेसी र रिपब्लिकको बिचमा कन्ट्राडिक्सन त अनुहारमा देखियो। हजुर हजुर, कन्ट्राडिक्सन त अनुहारमा आइहाल्यो होइन। त्यो त छुट्टै कुरा भयो होइन। तपाईँलाई के लाग्छ? राजा चाहिन्छ कि राष्ट्रपति? यो परिवेशमा यो किचलो हेर्ने हो भने त राजै ठिक हो, तर चाहिँ अलि चाहिँ सुधारेर लाने भने राष्ट्रपति राम्रो। अब हेर बहिनीहरू, नागरिकको कर्तव्य हुन्छ अलिअलि निर्वाह पनि गर्नुपर्छ। जसरी मैले आएर सोध्छु, तपाईँहरूले एकदमै जवाफ दिनु होला है त। नेपालमा राजा चाहिन्छ कि राष्ट्रपति नै ठिक? तपाईँलाई जे लाग्छ त्यही भन्नु न। मलाई चाहिँ राजै चाहिन्छ। राजा चाहिन्छ तपाईँलाई? मनको राजा कि देशको राजा? देशको राजा। देशको राजा। हजुर। छैन, नेपालमा राजा चाहिन्छ कि राष्ट्रपति नै ठिक छ? राजा नै चाहिन्छ मेरो विचारमा। किन हजुर? राजा भयो कि चाहिँ हाम्रो जनताहरूलाई चाहिँ राम्रो भविष्य चाहिँ देखिन्छ जस्तो लाग्यो। तपाईँको अनुभवमा? अनुभव मलाई चाहिँ राजा नै चाहिन्छ है। तपाईँलाई के लाग्छ? थाहा छैन सर, सिम्पल कुरा त हो नि, खासै गाह्रो छैन हो। हुन्छ? हुँदैन? मलाई केही थाहा छैन। अहिले अवस्था एकदम कमजोर अवस्था एकदम छ नि त होइन? त्यो हेरिकन तपाईँलाई के लाग्छ, नेपालमा राजा आउनुपर्छ कि राष्ट्रपति नै ठिक? अब यो देशको नेताहरूको विचार अब त्यो भ्रष्टाचारी यो धेरै बढेको हुनाले त राजा आउँदै ठिक हो। हजुर हो र? किन नि? होइन राजा भयो भने यो भ्रष्टाचार अहिले कम हुन्छ कि भन्ने हो नि। त्यस्तो लाग्छ तपाईँलाई चाहिँ? हस्, धन्यवाद धन्यवाद धन्यवाद।